ह्याप्पी न्यू इयर पनि भन्न चाहन्छु। र यसमा आज मैले बिहानै दियो जलाइसकेको छु। आजको 3 बजी भगवानलाई पनि माफ गर्नु र 5 बजी गर्नुपर्ने पूजा मैले आज 3 बजी दियो बालेर म यसरी नन्दगाउँको पूजामा उपस्थित रहेको छु। सबैको मङ्गलमय, सबैलाई यसरी सबैको आशिष अनुग्रह अनि सबैलाई मङ्गलमय शुभकामना सँगसँगै सबैको हित होस्, सबैको मङ्गल होस् भन्दै म अब यसरी नन्दगाउँतर्फ लाग्दैछु। भने 3:30 भइसकेको छ र यसरी नै म यो बेला यो घडी कहाँ जाँदैछु भन्दाखेरि आज म घोडा खोज्न जाँदैछु। घोडा पनि आजको दिन चाहिँ 3:30 मै खोलिदिनु पर्यो। यिनीहरूकोमा आज ह्याप्पी न्यू इयर यिनीहरूलाई पनि, किनभने म अब आउनु भ्याउँदिनँ र म राति नै खोलिदिन्छु घोडा। म घोडा कस्तोमा आइपुगेको छु। दुईटा छ। निक्ले उता जा निक्ले जा उता बो बुझ बो बुझ जा बो बो जा जा घोडा आउँदैन, नत्र भने आउन सक्छ है। हेलो गाइस, अहिले पनि यसरी म रोडमा झर्दैछु र आजको जुन म हजुरप्रति 5 बजीको पूजामा लाग्नेछु, जाँदैछु। किनभने भौतिक बिना आध्यात्मिक अधुरो, आध्यात्मिक बिना भौतिक अधुरो है। आध्यात्मिक र भौतिक छैन भने संसारै अँध्यारो हुन्छ अरे। र हिजो जुन ठुलो दुर्घटनाबाट पनि भगवानले मलाई जोगाएको थियो है। र आज सायद यो 5 बजीको पूजामा उपस्थित रहनुको कारण र त्यसैले म जाँदैछु है। हजुरलाई खुसीको पलहरू छाउन सकोस् है। म अहिले भने स्कुटी नै लानेछु, किनभने स्कुटीको ब्रेकहरू मैले बनाएँ, तर पनि अब केवल तार त फेर्नु पाइनँ होइन हो। मगाइरहेको छु, मगाउँछु। हिजोको जुन दुइटै गाडीको स्कुटीको ब्रेक नलाग्दाखेरि चाहिँ झनै दुर्घटना हुन पुग्यो। मैले स्कुटीलाई स्टार्ट गरिसकेको छु र हिजो चाहिँ स्कुटीको दुईटै ब्रेक नलाग्दाखेरि चाहिँ झनै दुर्घटना हुन पुग्यो। तर जोगाउनमा सफल भएको छ र दुईटै ब्रेक लागिरहेको थिएन र कस्तो प्रकारले जोगियो त्यो त भगवानको हातमा पनि छ है। 3 जना थियो, नानी, म र मेरो मिसेस। हामी एकदमै सुरक्षित प्रकारले हामी जोगेका छौँ। यो ब्रेक पनि थिएन, यो त अलरेडी छैन त्यस्तो, तर मैले अहिले बनाएको छु है। र यसरी नै भगवान जस्तै छैन भन्छ नि, हिजोको दिनमा मैले पनि महसुस गरेको छु। त्योभन्दा पहिला पनि मैले महसुस गरिरहेको छु है। हरेक पल हरेक समय हामीलाई सहायता भगवानले गर्नुहुन्छ। तर कसरी गर्छ भन्दाखेरि चाहिँ हामीलाई हरेक कुरा प्रकृतिलाई दिनुभएको छ भगवानले। उहाँ आफै प्रकट हुनुहुन्न, तर हामी प्रकृतिसँग जोडिएर है, प्रकृतिले गर्दा हामीलाई जोगाएको हुन्छ। हिजो पनि मलाई प्रकृतिले जोगाएको थियो र त्यसै कारणले गर्दा भगवानलाई कहिले पनि बिर्सिनुहुन्न। र त्यसै कारणले गर्दा म आज यो राति भए तापनि आज नन्दगाउँमा यसरी दुःखहरण पूजा हुन लागिरहेको छ र म त्यहाँ उपस्थित हुँदैछु। दर्शकबिन म त्यहाँको सम्पूर्ण भिडियोहरू देखाउने छु र हजुरले यस भिडियोलाई हेरेर सेयर, लाइक, कमेन्ट गरिदिनु होला र हजुरहरूको पनि आशिष अनुग्रह मिल्न सकोस् पनि म त्यहाँ कामना गर्नेछु भन्दै म त्यहाँको सम्पूर्ण भिडियो देखाउने छु। हेलो दर्शक, अहिले भने म जोरथाङपट्टि लागेँ र यसले म अहिले नाम्चीमा आइपुगेको छु। अहिले भने 4:27 भइसकेको छ
र म यसरी लाग्दैछु यो बाटो र म 5 बजी पूजा पुग्ने मेरो टार्गेट छ दर्शकबिन। नन्दुकोमा टक्कै 5 बजी आइपुगेको छु र पूजा सुरु हुन लागिरहेको छ र यसरी म त्यहाँ जाँदैछु। 5 बजी म नन्दुगाउँमा आइपुगेको छु भने यहाँ पूजा हुन लागिरहेको छ। र यसरी नै पूजा सुरु हुन लागिसकेको छ। भइसकेको छ। यो बेला घरि सबै गुरुजनहरूबाट धर्मगुरु भएर आज करण पूजा सुरु भइरहेको छ। सबैको कल्याण होस्, सबैको हित होस्। गाइस आज सेमिङ गुरुबाट आजको यस पूजा सुरु भइरहेको छ। अन्य गुरुहरूले आज
अहिले भने यो सारा संसारमा आज गुरु हजुरबाट पनि यस पूजाहरू भइरहेको छ भने पूजाहरू आज यहाँ पनि भइरहेको छ भने अन्य जग्गाहरूबाट अन्य कन्ट्रीहरूतिर पनि यसले आजको 5 बजी पूजा सुरु भइसकेको छ। र यसले सम्पूर्ण दर्शकवृन्द अहिले भने म दीप जलाइसकेर म घर फर्किँदैछु, किनभने मेरो अलिकति बिहानको ड्युटी छ र त्यो ड्युटी सकेर फेरि पनि म दिउँसो आउँदैछु। हजुर त्यसलाई हेर्दै गर्नु होला। सबैको कल्याण होस्। र यसले आज पूजा सुरु भइसकेको छ र मेरो आफ्नो व्यवस्थाले गर्दा म घर लाग्दैछु। स्कुटीले झनै ज्यान खाएको छु भने आज यसले नै फेरि यस पूजामा ल्याउन सफल भएको छ। नन्दुगाउँको पूजामा पुगेर पनि आइसकेँ र बेलुकाको अब बेलुका 12 बजीको 12:30 सुतेर 3 बजी उठेर नन्दुगाउँ पुगेर दीप जलाएर है आज फेरि पनि म यहाँ आइपुगेँ। अब भने दुधमा जानेछु, दुधको गाडीमा पुवा खाँदैछु म। फेरि पनि नन्दुगाउँ आइपुगेको छु र यसो नै तपाईँको गाडी चाहिँ माथि रोडसम्म छ। र यसरी म दिउँसो आइपुगेको छु नन्दुगाउँ। अब हामी बेसी हाम्रो पूजाको 11, 12, 14वटा भन्दा बेसी खोला नालाबाट ल्याएको पूजा गरिएको पानी ल्याएर राखेको छ। त्यो सबैको सिरमा पुग्नुपर्छ। परम ईश्वर, हे भगवान, हे कृपा सगरमान, हे परम नाम, हे सारा विश्व ब्रह्माण्डको राजा, रहस्यको राजा, हजुरतिर यो हात उचालिकन आजको हाम्रो यो पूजाको फाइनल फेज हाम्रो बेसिक फेजमा रहेका छौँ। हामी सबैलाई आशीर्वाद दिनुहोस्। हे भगवान ईश्वर, जुन मनोकामना यो निहितमा पूजामा चढाएका छौँ, सर्वधर्म महामन्त्रले प्रकृतिको आवाज निश्चय यो सारा विश्व ब्रह्माण्डभरि पुर्याइयोस्। योबाट एउटा पोजिटिभ डिभाइन फ्रिक्वेन्सी प्राप्त होस्, जसले हामी सारा शारीरिक रूपमा, मानसिक रूपमा, आत्मिक रूपमा शुद्ध पवित्र असल बन्न सकौँ। हे भगवान ईश्वर, र हाम्रो आउने वर्ष राम्रो होस्। विगत दिनमा भएका सारा भुल गल्ती पापहरू सबै पखाली जाओस्, मेटेर जाओस्। अब नयाँ मान्छे भएर अघि बढ्ने हामीलाई ज्ञान दर्शन दिनुहोस्। हे भगवान ईश्वर, आज हामीलाई यस्तो आशीर्वाद दिनुहोस्, हामी सबैको शिर सगरमाथा जस्तै उच्च बनाओस्। हामी सबैको आयु प्रतिफल जस्तै लम्बियोस्, दुबो जस्तै हरियो परियो, हाम्रो सुस्वास्थ्य बनाओस्। जस्तै अवस्थामा पनि फुलिरहने हामीलाई शक्ति र सामर्थ मिलेको होस्। भगवान, यही आशीर्वाद हामीलाई चाहिएको छ। हजुरको आशीर्वाद हामीलाई मिलेको होस्। भगवान, आज जुन दुःखलाई हामीलाई ज्ञान दिएको छ, जुन चर्चो हामी बोलिदिएको छ, आज हामी आध्यात्म जीवन अगाडि बढ्ने आशीर्वाद मिलेको छ। विदाईपछि परलोकमा पनि जीवनको अस्तित्व छ भने अध्यात्मवादको सोच हामीलाई सच्चो तरिकाले पूर्ण आशीर्वाद मिलोस्। आजको गुरुजन सबैको आशीर्वाद हाम्रो सारा आमन्त्रित सरकारको शिरभरि रहोस् र आशिषै हामी सबैले सिद्ध बनाउनुहोस्।
आज नयाँ नै आएको सबैजना देखिन घोडा गएछ क्या हो भन्दा जस्तै आधी आए पनि कहिले रोकिनुहुन्न बालन विकास लैजाउँ अनि मात्रै दर्शन फैलिन्छ दर्शन फैल्यो भने मात्रै संसारको उद्धार हुनु छ संसारको उद्धार हुनु छ काम चाहिँ यसले केले काम गर्छ अरे आनन्द बनाएर हामी घर फर्किन्छौँ